किया है हमेशा करता हूं अनि के छ दामसन्जरको हालखबर सन्चै सबै थ्याङ्क यू सो मच दिदी लङ टाइम अरे कहाँ लङ टाइम हो 2-3 दिन त भयो होला त होइन र लाइभ नआएको के हो थ्याङ्क यू सो मच एलिजाबेथ दिदी लेट्स गो सर्जर बोन पेलम्पल सेभ लाइभ अनि डबल ट्याप लेट्स गो अनि के छ दामसन्जरको हालखबर होप सबजना सन्चै हुन्छ होला वेलकम टु आवर न्यू नाइट न्यू लाइभ लेट्स गो सबजना अलिकति आवाज सानो गरौँ है यसको धेरै ठुलो भयो यार डन गाइस सबजनाको खानासाना भयो हजुरको सरी अलिकति लेट इन्फर्म गरेँ मैले आज लाइभ आउनुमा है किन तिमी आउ न तिमीले लेट गरेर यता छिटो तिमी सबै मैले गरे आउ न यता लमा आउँदैन अरे नाटकी छिटो त्यो साइड त दियो न मनी कति साइड दिनु तिमीलाई मैले कति साइड लगाउनु मलाई फुटेज दियो न मलाई किन फुटेज नदिने अरे 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 फुटेज अरे अरे फेरि म काली देख्छु नि अरे नाटकी अनि गाइस के छ त आफ्नो लङ टाइम हजुरसँग कुराकानी यस्तो भएको छ हाउ आर यु इधर राख्न अपना मुंह अनि म कुराकानी गर्छु अनि कुरा अरे ऐसे ऐसे कुराकानी गरौँ न ऐसे ल ल ल भयो हजुर खाना भयो सबजनाको डन डन वी आर गुड भाइ वी आर गुड हजुरको भयो खाना हजुर 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 राम्रो भइसक्यो खाना भइसक्यो भयो भयो यस 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 भयो खाना ओके द्याट्स नाइस यदि खानु भएको छैन भने खानुहोस् टाइममै है त थ्याङ्क यू सो मच बार्बी मैले खाएर आएको नि त आज के खायो भात दाल माछा मासु धेरै खायो आज म किन खाने अहिले चुप्पा हाम्रा नि के खाने स्विट चुप्पा ल ल ठिक छ लियो का अरे गाइस लियो आ त देखो तो यो इधर तो लास्ट चुप्पा ही चुप्पा ही रहा था व्हाट इज दिस बिहेवियर थैंक यू सो मच थैंक यू सो मच दीदी तुम्हारी शक्ल है ना तुम्हें भी तो चुप्पा दे कोई खाई तो मैं चुप्पा बस मैं दूं मेरा इधर 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 लगी है ना यो थैंक यू सो मच बारबी भाई बारबी सिस्टर अरे 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 अनि के छ त हजुर गालको भन्नुहोस् न कस्तो छ त के हुँदैछ जिन्दगीमा के चलिरहेको छ आजभोलि सुन्नमा आएको छ कि राम नाम सत्य चलिरहेको छ आजभोलि व्हाट इज दिस इधर इधर थैंक यू बार्बी बार्बी को बार्बी ने चुप्पा दिया नाटकी हेर न के हेर न मलाई पिम्पल आयो ओ धेरै राम्रो भएपछि यस्तो हुन्छ बुढी आज भोलि त राम्रो सत्य चलिरहेको छ अरे मुभी इज फायर मुभी आम्मो त्यस्तो राम्रो लाग्यो हजुरलाई मुभी साँच्चै हो ठिक छ त्यसो भए त होइन हजुरलाई राम्रो लागेपछि त पुगेको त होइन मेन भनेको त अब आफ्नो चिज चाहिँ सबैजना राम्रो लाग्छ होइन जस्तो भयो नि जे भयो नि मेन भनेको त हजुरै हो होइन हजुर राम्रो लाग्यो ठिक छ है पार्ट 2 कहिले अनाउन्स हुन्छ छिटै अब सायद पार्ट 2 मा अल तिमी हो अरे हजुर हजुर आज हल भिजिट नगएको अरे आज हल भिजिट अलि जान भइएन भनौँ न अरू कामको कारणले गर्दा अब भोलि पनि म आउट अफ भ्याली जाँदैछु फेरि अनि त्यस्तै चाहिँ छ अहिले अब आउट अफ भ्याली भेटौँला हजुरलाई
है त म आउँदैछु यताउति अब अलिअलि कामको सिलसिलाले अनि जहाँ हुन्छ हजुर थाहा हुन्छ भोलि है भोलि अब जाँदैछु एउटा ठाउँ है त भाइको एन्ट्री बबाल रे भाइले जाने एन्ट्री हान्छ धमाका गर्छ वी आर वेटिङ फर पाटु पाटु छिट्टै हुन्छ हजुर थाहा हुन्छ आजदेखि के अरे भाइको डायलग धेरै राम्रो हाम्रो हिरो भाइ थ्याङ्क यू सो मच मेरो दाइ थ्याङ्क यू सो मच सुजन दाइ आजदेखि मुभी के भन्नुहुन्थ्यो कहाँ गयो फेरि कमेन्ट Where is that comment यार मैले पढ्नै पाइनँ सरी यार जो बेटियो हलमा वेल डन अभी बस सुरुवात है यस 369 महार्जुन भाइ क्या लेख्दै हजुर हिजो बेटियो हलमा कति ह्यान्डसम हो भाइ त हो र त्यस्तो मुभी धेरै राम्रो थियो 4 मन्थको बाबुलाई घरमा छोडेर गएको हिजोमा र नानी अरे धन्यवाद हाम्रो थ्याङ्क यू सुनिता दिदी सो मच दिदी थ्याङ्क यू सो मच हेर्नु होला सबैजनाले है राम्रो होला नहोला असली हेरेपछि थाहा हुन्छ होइन बाहिर त्यो हावाहुरी त्यो कमेन्टहरू नसुन्नु होला होइन अब त्यही हो काम गरेर देखाएको छ अब त्यसलाई त हजुरले अरूको सुनाइ होइन सुनाइ कुरा भन्नाले नि आफूले प्रत्यक्ष हलमा गएर हेरिदिनु होला र पाटो त म फाडिदिन्छु यति मैले भन्छु है बिग फ्यान थ्याङ्क यू सो मच ब्रदर अनि धेरै क्रिटिसिजम पनि पाइरहेको थिएँ कि मैले कि यति थोरै यस्तो उस्तो भन्दै होइन अलिकति नेगेटिभ कमेन्टहरू मलाई बाल छैन बुझ्यो मुभी गरेको छु भोलिको दिनमा थाहा छ म कहाँ पुग्छु होइन जहिले पनि आफ्नो स्टेप मैले आफूले सोचेर मात्रै चलाएको हुन्छु आज तिमीहरू यति बसेर कमेन्ट गरेर आउँछौ होइन हाँस्छौ कमेन्ट गरेर होइन यताले टिकटकर मुभीमा भन्दै के गर्छ त कान्छा खाएको छ त टिकटकरले होइन के गर्छौ त तिमी भाउ न त पहिला होइन एकदम राम्रो छ अरे यस भाइ अरूको कुरा नसुन अरे होइन जस्ट भनेको अनि धेरै मान्छेले मलाई भन्दै हुन्थ्यो कि भाइ यति थोरै किन यति थोरै यताउति भनेर अब यस्तो हो स्टोरी अनुसारको होइन गर्नु पर्यो अब म पनि काहीँको उता होइन कि पुरै आयुष भन्दैमा सबै कुराहरू मैले मात्रै गर्नुपर्ने होइन त्यस्तो चल्दैन मबाट नि टिममा गरेको कामहरू सबै टिमले मिलेर गर्नुपर्छ र पार्टमा हजुर थाहा भएछ नि है त अब चाहिँ तेरो मैले हिजो अस्ति राम्रो सत्यको धेरै थियो अब कुराहरू नगरेको कारण र राम्रो सत्यको हजुरले सोध्नुभएको प्रश्नको एन्सर नदिएको कारण चाहिँ त्यो थियो कि किनकि मेरो मेन भनेको त पार्ट 2 हो नि त अनि पार्ट 1 मा जस्ट नाउ आई एम हियर भने जस्तो हो कि आई एम ब्याक भने जस्तो हो कि बुझ्यो सो दिस इज जस्ट एन्ट्री फिल्म त अभी बाँकी है ना बाबु रेशमा दिदी पनि हिजो भेटेको थिए कौन से वाले में थे पिक्चर अभी बाँकी है यस त्यस्तै हो eagerly waiting for part 2 आउँछ गाइस आउँछ छिट्टै आउँछ गाइस जब आउँछ धमाका हुन्छ अब थ्याङ्क यू सो मच जी ब्रदर थ्याङ्क यू सो मच खाना भयो आयुष बाबु हजुर भइसक्यो आज हामी टक्क बाहिर खानपिन गरेर आएको मनै भरेन मुभी हेरेर अरे त्यस्तो ठिक छ जे होस् हजुरको माया होइन मेन भनेको चाहिँ आज म लाइभ आउन तलाई किनकि मेरो भोलि बिहानै 4 बजेको ट्राभलिङ छ बिहानै 4 बजे अनि म त्योहरू नि सायद आज लाइभ आउन कि सोचिरहेको थिएँ तर फेरि म उता फेरि ट्राभलको टाइममा फेरि के कसो हुने हो कहाँ के हुने हो होइन अनि त्यही कारणले गर्दा म आजहरूसँग चाहिँ जस्तो जस्ट अब फिल्म निस्किसक्यो हजुरको जुन माया देखिरहेको छु होइन हलभित्र हाम्रो मान्छेहरूले जुन माया देखाइदिनु भएको छ र म आफै पनि प्रत्यक्ष हिजो थिएँ होल ओभर द काठमाडौँको हलहरूमा लगभग 3-4वटा हलहरूमै थिएँ म अनि हलभित्र नि म बसेर नि हेरेँ मुभी र साइडबाट नि मतलब अब एउटा मतलब लास्टमा बुढा र बुढी टक्क गएको थियो फ्यामिलीसँग हामी अनि मुभी हेर्ने बेला अब
म त्यस्तो अब पुरा सबै देखाएर म छु है मुभी हेर्न आएको छु है भनेर त गएको थिइनँ। जस्ट एउटा जेन्युन होइन त्यो एउटा हेरौँ न के रहेछ त कस्तो रियाक्सन आउँदो रहेछ भनेर जस्ट यसरी गएको थियो नि। साइडमा त पुरा होइन जतिखेर नि अब आउँछ आयुष खै त उफ लभ यार कसम यार पार्ट 2 मा आउँछ आयुष होइन। अनि त्यो कुरा देख्दा त एकदम थ्याङ्क यू सो मच सबैजनालाई है, थ्याङ्क यू सो मच। हिजोको दिनमा हामी जो मान्छेले मलाई माया गर्नुहुन्थ्यो, जो मान्छे हामीसँग सँगै हुन्थ्यो सुरुको दिनमा, हिजोको दिनमा त्यो मान्छेहरू हामी जो टिकटकमा थियौँ भलै युट्युबमा थियौँ भलै होइन जहाँसुकै जुनसुकै एउटा फिल्डमा थियौँ हामी सबैसँगै। अब एउटा नयाँ फिल्ड पनि थपिएको छ, त्यो भनेको फिल्म इन्डस्ट्री। ओके धमाका हान्नुपर्ने हुन्छ। अनि हाम्रो यता के अरे दिपा थापा सिस्टर देखियो हाँसेको रोको वाइ वाट हेभन सिस्टर वाट इज दिस पेपर ओके है त जस्ट आफ्नो दिमागमा राख्नु होला। ओके अबदेखि चाहिँ आइजे फ्यामिली इज जस्ट नट इन सोसल मिडिया ओन्ली, न्यू च्याप्टर अफ नेपाल फिल्म इन्डस्ट्री हाम्रो आइजे फ्यामिली। ओके ओए पपकर्न चोर उता यता यार पपकर्न देख्ने बित्तिकै खाना आउँदो रहेछ हो। यता मैले साइडमा पपकर्न राखेको थिएँ यसरी ल ल ल ल खान्छस् छोरा यस दाइ हो नि कसले लियोले रे हजुर उसलाई पपकर्न फेरि लास्टै मनपर्ने के लियोलाई जति त्यति खाइन्छ नि। यता पुरा खोलेर राखेको उता सुतिरहेको मान्छे बाँच्नले उठेर यता पुरा चोर्न लागेको साइडबाट म यता पुरा कुरा गराएको त प्रगति होस् बस। थ्याङ्क यू सो मच हजुरलाई थाहा छ हजुर मैले एक वीडियो बनाई थी वो मै होला राजा तिम्रो तिमी मेरो रानी सारा तो उसमें वो जो आपकी पिक्चर है ना मूवी में वो किसी ने ना क्लिक करके सिनेमा में वो भेजिए लाहिरा तिम्रो राजा खायो आउनु उठ्यो त हाम्रो ठुलो सपना थियो भाइ फिल्म देख्ने पुरा भयो धेरै खुसी लागेको छ अरे। थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच। अब त बल्ल सुरुवात हुँदैछ। आज भ्लग किन ढिलो भएको रे आज अलिकति मुटु हिजो थाक्यो अनि भ्लग एडिट गरेर आउने बित्तिकै फिर घूमने चले गए वहीं पे बैठे बैठे चाय पीते पीते मैंने एडिट किया और डाल दिया। मिस यु मेरो दाई थ्याङ्क यू सो टेन्जिङ भाइ कहाँ छौ या तिमीले मुभी हेर्न पाएन भनेर यस्तो यस्तो भिडियो देखिरहेको थिएँ मैले तिमीलाई। कहाँ छौ तिमी आज भोलि किन हो त्यस्तो किन पोखायो अरे सरिता दिदी इन द हाउस गाइज व्हाट इज दिस यार थ्याङ्क यू सो मच मेरो दिदी वेलकम एज दिदीलाई वेलकम दिदी। पहिला कम त मैले सरिता दिदी हजुरको गेस्ट किन खोलेको ए यो अस्ति खोलेको थियो अहिलेसम्म खोलिरहेछ नि त मुटु अफ गर्दैन कसरी हो यसरी जाँदा अनि यो गेस्ट अलग यो क्यान्सल गर हजुर भयो तेरो पो अड्किरहेको रहेछ अघि अरे यो के हो को हो अरे सरिता दिदी थ्याङ्क यू सरिता दिदी थ्याङ्क सो मेरो दिदी वेलकम आफ्टर लङ टाइम। मोड प्लिज भाइ रे हामीलाई नि मोडको जरुरत छ र दाइ सिधै पेल्दिन्न हो सिधै दिन्न मोडको जरुरत छ त्यसलाई दिए दाइ के छ भाइ खबर एकदम लभली छ एकदम फ्यान्टास्टिक वन्डरफुल। धैर्यता गर्नुपर्छ सबै राम्रो हुन्छ भाइ। यस मेरो दिदी यस एकदम भाइ तिमीले किन यति सानो रोल गरेको यस्तो गाइज यार मैले हजुरलाई पहिल्यै भनेको छु त्यहाँ मलाई त्यस्तो अब त्यो ए यार यो छ त्यो छ मेरो मान्छेहरू हुन्छ भन्ने त्यस्तो कहिले छैन यार। मलाई अब त्यो काम गरेपछि सानो थोरै धेरै भन्ने होइन अब त्यो स्टोरी पनि त्यही अनुसारको छ। अब स्टोरी अनुसारकै जानु पऱ्यो। म डाइरेक्टर होइन म प्रड्युसर होइन म जस्ट अहिले लर्नर हो भन्दा हुन्छ होइन। यो इन्डस्ट्रीमा भर्खर नयाँ आएको छु अनि मैले अब त्यति एउटा ठाउँ पाउनु आजको दिन मैले सोच्यो भने हिजोको दिनमा यदि मसँग अहिले चाहिँ थिएन भने या म आज यो ठाउँमा थिइनँ भने कि मैले यति नै पाउँथेँ होला र एउटा ट्रुथ होइन रियालिटी भनिदिउँ न
होइन मेरो स्थान त्यहाँ थियो र आजको दिनमा पो मैले एउटा पाएँ होला मान्छे माया पाएँ होला आफ्नो मान्छे कमाएँ होला आफू एउटा ठाउँमा छु होला होइन हिजोको दिनमा त्यहाँ हाँस्ने मान्छे त्यही ठाउँमै छन् आज पनि आज पनि त्यही ठाउँमै बसेर हाँसिरहन् तर तिनीहरूलाई के थाहा बिचारालाई जिन्दगी तिनीहरूलाई हेर्दा हाँसिरहन् होइन होइन ट्रुथ एउटा रियालिटी भन्दै हो है होइन किनकि म आफै मान्छे अर्कै थिएँ पहिला म आफ्नो एउटा मेरो लक्ष्य नै अर्कै थियो त्यही हो कुरा अनि जे छ त्यसमा म एकदम खुसी छु जे छ मैले जे पाएँ अब अझै थोरै रोल भयो भाइ किन यस्तो उस्तो भन्नुहुन्छ त्यही हो गाइजर कुरा जस्तो छ स्टोरी त्यो अनुसारको छ होइन अब चाहिँ बल्ल मैले खुलेर भन्न सक्छु कि पार्ट 2 इज माई स्टार्टिङदेखि नै आइल बी द लिडिङ है अब कथा के छ कस्तो छ त्यो हजुरले थाहा पाउनुहुन्छ प्राउड अफ यु ब्रदर अभी त बस सुरुवात है यस मिस्टर सिंह दाई भनेको हाम्रो पहिलाको दाई हो र मिस्टर सिंह वही होइन त हाम्रो दाई मिस्टर सिंह वाट इज दिस यार सबै मेरा यार बिग्रेका दाई भाइहरू सबैजना भेटिरहेका छन् त आजभोलि त वाट इज दिस यार अरे इधर सहित दिन तुम्हारी सर में क्या कति थ्याङ्क यू सो मच प्रेम दाई मेरो दाई वेलकम मेरो दाई वेलकम सबैजनालाई वेलकम अनि जहाँ पनि लागिरहेको छ हेरिदिनु होला माया गरिदिनु होला होइन अब लगभग कति कुराहरू त यार सोसियल मिडियामै आइसक्यो त्यो क्लिपहरू धेरै कुराहरू के भन्नु अब होइन नगर्नु भनेको पनि अब झन् गर्ने मान्छेहरू छन् होइन अब गर्नु भन्न नमिल्ने किनकि अब त्यो मुभी हो होइन त्यही ठिकै छ केही छैन तर थिएटर जस्तो मजा चाहिँ फेरि फोनमा चाहिँ दिँदैन नि फेरि यति कुरा दिएर राख्नुहोस् होइन जस्तो थिएटरमा त्यो भिजिएम दिन्छ होइन जुन त्यो साउन्डदेखि लिएर जुन त्यो फिल भाइब आउँछ त्यस्तो चाहिँ फेरि फोनमा चाहिँ आउँदैन खै त गाइज ट्याप गर्नु हो रे थ्याङ्क यू सो मच यार सविता दिदी खै त गाइज के हो आज त वाट इज दिस बिहेभियर यार नटी ह्यापनिङ सब अच्छे कामों का फल है जीजू ऐसे ही करते जाओ और भी आगे जाना इंशाल्लाह थैंक यू सो मच मेरी भाई थैंक यू सो मच मेरे भाई थैंक यू सो मच हाँ जी ब्रदर श्योर शुरू से ही हम साथ अरे सिंह भाई यार डीपी चेंज कर लिया आपने यार तो इसीलिए अब जब उस ज़माने में जब हम मतलब लाइव आया करते थे तो उस टाइम आपकी डीपी अलग थी वो डीपी मेरे मतलब दिमाग पे बैठ गई थी अभी आपने डीपी चेंज कर ली तो अभी मतलब इसीलिए मैं थोड़ा सा चुक गया आपको पहचाने पर नाम तो मुझे अभी भी याद है देखा मसल में भरी सिंह भाई को पहचान दिया नहीं तुम कौन है देखा ना आपकी बुआरी को मुझे अभी तक याद है मिस्टर सिंह को नहीं पहचान दिया आप पहले तुम्हारे भी तो लाइव में आते थे ऐसी है देखा आपकी बहन हमें त आज 2 वेट गर्नुपर्छ मगर सही त ओ युएसए 2 वीक हो वेट गर्नुपर्ने 24 हो र ए तिमी के गरेर युएस गएर बुझेर आएको तिमीले होइन पोस्टर आएको थियो बुढा म एकदमै अप टु डेट रहेछु न ए होला हो एकदम अनि के हो जाने यस्तो स्टाइलमा पुरा तिमी त दुध बोइल गरेको कफी पिने नै कहाँ छु तिमीलाई कफी अहिले मुटु तिमी नै खाऊ बिहान छिटो उठ्नु छ 4 बजे निस्किनै पर्छ घरबाट मुटु मेरो टाउ दुखिरहेको छ बुढा औषधि ल्याएको छु तिमीलाई औषधि नखाने टाउको दुखेर चिया खाइदिने कफी दे कफी खाने सुत्ने टाइममा हुन्छ के हुँदैन मलाई आउँछ निन्द्रा लाग्छ तिमी त सुत्या ऊ त पानीमा पनि सुत्दिन्थ्यो पानीमा पनि सुत्ने मान्छे हो कसम होइन गाइस पहले ऐसा नहीं था पता नहीं इसकी वजह से मैं मतलब सो जाती हूँ पानीमा पनि सुत्दिने मान्छे हो कि ऊ त होइन यस्तो होइन मुझे नींद मैं बहुत जल्दी उठती हूँ ना मुझे उठने की आदत नहीं है जल्दी राम सत्यले फाड्यो रे लव यू फाड़ने क्या हुआ लियो इधर आता अनि कितनी जल्दी जा रहे कुछ पढ़ा ही नहीं जा रहा है ब्रो क्या हो रहा है ये के भयो कुछ पढ़ा ही नहीं जा तिम्रो फोनमा लाइभ खोला दे तर पढौँला
त्यसो त पढ्न सकिँदैन यार यो त लास्ट जोइन फेरि इन्भाइट यु फेरि अनि त्यसपछि यता यता लभ 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 फेरि कहाँ 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 कमेडी पढ्न पाइन्न हो यसो त लाइफ सेयर कैसे हुँदैन कि खाइदिउँ मलाई म त पढ्छु यता यस्तो हो अहिले चाहिँ त बुढी भएछ अरे अनि मेरो बुढी हुन थाहा तिमीलाई यार आइसिङ ठोकरी हो अनि बुढी हुन्न यार कस्तो कुरा यार ऊ 24-25 वर्ष भइसक्यो म 23-24 वर्ष हुन लागिसक्यो यार जिन्दगीमा के छ तिमी त के सारा जिन्दगी के लक्का जवान गर्दै बस्छौ यार होइन दुध सब गयो नटकी सब दुध पखाइदि त्यो आवाज यतासम्म सुनिसकेँ मैले आज होइन पुछ त्यो अलिअलि पोख्यो सबै के भएको त्यो आवाज के हो यस्तै छ नटकी दुध बसालेको मान्छे यता आएर मस्त यता गफ हान्दा कि लियोले त बोलिरहेको थियो त म्याउ म्याउ गर्दै दुध जानु लाग्यो भनेर तिमी गयो त यस्तो खानु अनलाइन भयो अरे कहाँ हुनु अनलाइन यार यस्तरी छ उसको काम रुक्नु म यताबाट कमेन्ट पढ्छु ल है आज हामीले नि हेरेर आएको हो फिल्म हजुरको अरे हो र मिस्टर केसी ब्रदर थ्याङ्क यू सो मच यार लभ यू पार्टमा भेटौँ ल अब दमदार अरू धेरै राम्रो छ भाइको फिल्म अर्को पट पनि छिटै हेर्न पाइयोस् धेरै माया भाइ बरीलाई थ्याङ्क यू सो मच दिदी एकदमै धन्यवाद दिदी हजुरलाई बनेको कपी तिम्रो अरे यति के रहेछ जम गर्न लास्तरी दैलेख पनि आएर गयो अरे हजुर भाइले सब इन्टरभ्यू त फाडेको छ अरे ल बेबी कुछ बोल रही है खै बेबी ने बोला है ओपन योर आईज एंड लीव दिस ग्रैंडमा कौन है पता नहीं होगी कोई तुम्हारी चाहने वाली तुम्हारी एक्स ही होगी ओपन योर आईज एंड लीव दिस लाइफ मलाई त यस्तै लाग्छ बुढा ओके मतलब लाइफ भन्नाले आफ्नो जिन्दगी छोड भनेर के लिभ बात छ तिमी ल टपिक चेन्ज नगर त को भन त मलाई तिम्रो एक्स हो नि मेरो यस्तो पिक्चर्स क्लिक गर्ने अनि मलाई यस्तो नराम्रो भन्ने ल भन त मलाई मेरो एक्सहरूको धेरै राम्रो बुद्धि थियो यति थिएन को थियो तर बताऊ मलाई तिमीले के भनेको थियो मेरो कोही एक्स छैन तिमी मेरो सबै गाइज हेर न आज निकालिसकेँ मैले गाइज थियो यार यसको ल यस्तो छ नि पर्दा पछाडिको पर्दा पर्दा पछाडिको पर्दा अरे हजुर नाटक खै त कमेन्टहरू हाँसेको हुँदैछ नि त मान्छेहरू यार किन अडिदिस लाफिङ हँसाउँछ नि बुहारीले रे एकदम उता हँसाउने हो यता दाइ रियली मिस यु दाइ रे लभ यु मेरो भाइ आफ्नो ख्याल राख एकदमै है धेरै माया तिमीलाई अझै उन्नति प्रगति गर्दै जानु माया छ अरे रिकल दाइ पो हो वेलकम रिकल दाइ वेलकम मेरो दाइ वेलकम यता यसरी राख न बुढा मलाई पनि देखेन के लेख्यो अरू भन्नुहोस् स्टोरी लाइन नि थाहा हुन्न नि पार्ट 2 हेर्ने बेला अनि मुभी हेर्न स्टोरी लाइन चाहिँ थाहा हुँदैन पार्ट 2 हेर्नको लागि चाहिँ पार्ट 1 त हेर्नै पऱ्यो नि ओके गाइस त्यही हो पार्ट 2 ले अब मतलब कस्तो छ भन्दाखेरि चाहिँ अब धेरै मान्छेहरूले के पनि भन्दै हुन्थ्यो कि अलिकति बुझेन यताउति पनि भन्ने कुरा थियो त्यो किन कस्तो भन्दाखेरि चाहिँ किनकि फिल्म त सकेकै छैन नि यार फिल्म पुरा फिल्मै नसकिदियो त कहाँ बुझ्नुहुन्छ त
होइन पार्ट 2 हेर्नै पर्ने छ अरे हेर्नै पाइन्छ भाइ यस 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 मेरो दिदी अहिले चाहिँ कति दुब्लाएको रे अहिले उसको त अब आजकल त पहिला अब फुल्यो अहिले अब सुके भइरहेको छ उसको होइन के हो त अनि तिम्रो अभी ठीक हो धेरै त दुब्लाएको छैन ठिकै छ तिम्रो इच्छा भने तिमी दुब्लाऊ मोटा हो तिम्रो इच्छा नि बुढी यार होइन त एउटै जिन्दगी छ चाहे तिमी दुब्लाऊ मोटा हो जसो गरेर तिम्रो इच्छा यार मोटो केही नभन्ने म के भन्नु यार नदुब्लाऊ बुढी होइन धेरै पनि दुब्लाउनु त हुन्न यत्तिकै तिमीलाई म मोटो बनाइदिइ हाल्छु एक टाइममा नगर बुढा प्लिज यार अरे क्या 1-2 साल त मलाई यस्तो मजाले यस्तो बडीको प्लिज के यार बुढा मैले के भनेर यार तिमीलाई यार मलाई थाहा छ सबै तिम्रो प्लान के प्लान इसका क्या है 20 में छोड़ी 23 में बच्चा 25 तक पूरा ये बिल्कुल वो हो जाएगा जैसे लड़कों का ड्रीम लाइफ होता है ना एक बीवी हो बच्चा हो घर हो हाँ तुम्हारे तो इतना जल्दी हो जाएगा यार जाए तो क्या तुम्हें भी तो मतलब तुम्हारा चक्कर आएर घरमा चिन्टु भएपछि टक्कर आएर अनि यार सच्ची बनेगा इस कस्तो कतिजना मिलेर ब्लग बनाउनु तर मेरो बच्चालाई जबसम्म मेरो बच्चाले 10 पास गर्दैन तबसम्म नो सोसल मिडिया ओके यो तिमीलाई भन्दैछ नि फेरि अहिले ओके अहिले भने चाहिँ भोलि चाहिँ पुरा फेरि मेरो बच्चा भन्दै फेरि क्या गर्दै फेरि देखाउनु सक्दैन मेरो पनि यस्तै छ गुड नो सोसल मिडिया कहीँ देखिँदैन खाइदिन्छ यार के हो मेरो हात त जोडो अनि फेस रिभिल पनि नगर्ने फेस रिभिल के हुन्छ तिमीलाई वही त नगर्ने न दिखाने न ल ठीक छ यस्तो गर्नुपर्छ फिर टिकटॉक किसके साथ बनाऊंगी लाला मुंह में इमोजी लगा दूंगी कमरिया लटकाए नजर लग जाए अति सुन्दर हजुर भाइले इन्टरभ्यू त फाडेको छ अरे यार मैं फैन हूँ उसकी भाइ जे गर्छ त्यसलाई फाड्छ ऑटोग्राफ मांगती रहती हूँ मैं किस चीज की जब मतलब जो के भन्छ योर स्पीकिंग कम्युनिकेशन स्किल्स आर रियली नाइस लाइक प्रेजेंटेशन स्किल्स आर रियली नाइस बुढ़ा उसको बोलते अब सेंस ऑफ ह्यूमर इज वेरी नाइस और आयुषा मतलब पता है क्या दिस इज समथिंग लाइक स्कूल और कॉलेज में आयुषा मतलब प्रेजेंटेशंस कभी भी नहीं दी हैं लेकिन ये सो गुड मेरी टीचर अभी देखेंगे तो अरे ये ऐसा हो गया बैक बेंचर वही तो अभी आगे नहीं आता था जब भी बोलता था अशब्द बोलता था ये तो अभी क्या हो गया तेरा बहुत अच्छा बोलता है आयुष कंफ्यूज भी नहीं होता बिल्कुल भी म किन कन्फ्युजन यार जे सामानमा हैन जे हो त्यही बोल्दिनु हो नि हैन त्यो बनावटी अच्छा सही बात है मैं भी अगर सही बात है अगर मुझे भी उर्दू बोल मतलब उर्दू में अगर मैं बोलती तो मैं भी बोलती ऐसी बोलती सही बात है अब मेरा जे सोच्यो त्यो सिधै यो भन्ने हो जे हो त्यही भन्दिने हो न बनाउनु गर्छ न बनावटी गर्नुपर्ने छ जे हो त्यही भन्दै सकियो त न अकमकिनु न जकमकिनु भाइको भोइस मुभीमा तिम्रै हो कस्तो नपत्ताको मैले कसको हुन्छ त यार ब्रदर यार हैन कसको हुन्छ त यार मेरोसँग भिडियो पनि छ डबिङ किया मत डाल्न पुरा मतलब यार पसिनै आएर किनकि मैले अब यस्तो छ नि त पुरा बन्द होता है पुरा रुम बन्द हुन्छ नि त अब साउन्ड प्रुफको यताउति हुन्छ अब त्यहाँ एसी थिएन अनि अब गुम्म हुन्छ नि त अनि टक्क लाएर यसो और कोई अलाउ भी नहीं होता जस मसँग छ त्यो भिडियो त मैले त लाइभै गराएको छु त पुरा रेकर्डिङ पुरा हाँ यस यस आयुषा हो किन अपलोड नगर्ने किन अपलोड गर्नु त्यस्तो मलाई दियो त यार जे भयो नि यार मान्छे त गाइस गएर यता कमेन्ट पढ्न सकिनँ हो मैले के हो यो अड्के त किन बुढी
उता फेरि गइरह यता किन अड्क्यो ठिक छ बुढा ठिक छ ल केटिएम हो दाइ रे हजुर हजुर हो म केटिएममा तर म भोलि हुँदिनँ केटिएममा भोलि म आउट अफ भ्याली हुन्छु काठमाडौँमा नभन हुँदिनँ यसको सामने नभन किन यो त मस्त झन् यो त आफ्नो दाइ दिदीहरूसँग बस्छन् जाने त मजाले होइन यसको हाम्रो कमी फिल हुन्छ बुढा तिमीलाई थाहा छैन आइहाल्छौँ एक दुई दिनमा भाइको भोइसमा डेन्जर दम रहेछ अरे दम त धेरै ठाउँमा छ जहाँ जहाँ देखाउनु पर्ने छ म त्यहाँ देखाइदिइहाल्छु नि यसरी होइन मान्छेले नपत्ताउनेरै देखाइदिन्छु जब देखाउँछु त्यहाँ त अहिले त्यहाँ कमेन्टमा रोइरहन्छ दुई चारजना मान्छेहरू ए अरूलाई गर्न लगायो अरे मलाई जरुरत छ अरूलाई गर्न किन मेरो आवाज आउँदैन कसैले नगर कसैले नबनाइदिएर यता आएको मान्छे तर जे गर्छ हामी आफै गर्छौँ बुझ्यौ नि त्यस्तो मान्छेलाई रिप्लाई आज डान्स रे आज डान्स यार गाइजर आज नो डान्स यार आज म बिहान 4 बजे जानु छ मतलब 4 बजे उठ्नु कहाँ हो र हौ 3 बजे उठेर रेडी सिडी भएर टक्क गाडी साडी पुसपास गरेर निस्किनु पर्छ मलाई बिहान 4 बजे अहिले गरौँ ल प्याकिङ त गरिहाल्नुपर्छ म टोइले बिहान फेरि झ्याउ हुन्छ क्या निन्द्रामा गर्दै उठ्नुपर्ने हुन्छ रे एकछिन त होइन त्यही माथि अनि प्याकिङ बिहान गऱ्यो भने कहाँ सक्नु बुढी सकिँदैन र अहिले गर्नुपर्छ प्याकिङ है ल मेरो पनि गरिदिनु न मैले नि खालिसकेँ सबै मलाई आउँदैन नि राख्न म राखिदिन्छु नि तिमी निकाल न हाम्रो सामानहरू हाम्रो भाइ अर्ग्यानिक हो नि यस अर्ग्यानिक हो धेरै अब धेरै अर्ग्यानिक पनि देखाएको छैन मैले देखाउनु त 100 मान्छे त्यस्तै त हो नि धेरै नै अर्ग्यानिक देखि जति देखाउनु पर्ने हो जति पद छ हाम्रो समाजमा त्यतिसम्मको अर्ग्यानिक म छु देखाएको छु आफूलाई त्यही हो होइन बुढा भयो मेरो पुरा पपकर्न लिएर के दिन त घरै मुभी हेर्न तो ये खाना मिलता है ना डाइटिंग में इसमें कुछ भी नहीं होता हो र त्यस्तो पनि छ बल्ल थाहा भयो यार बुढी यार कमेन्ट पढौँ भने यार अहिले चाहिँ वाइ पिपल हेट यु वाट हेभ यु डन रे सी हेभ डन एभ्रिथिङ वाट दे can't do it in their life so they hate her and it's called jealousy wow what English yaar love you yaar tumle sile popcorn khanu paryo हैन टक्क आफ्नो बुढासँग बिहे गरेकी छ टक्क बुढासँग बसेकी छ मलमा टक्क बुढासँग हिँडेकी छ गाडीमा टक्क बुढाले जे भने त्यो माया गरेको छ जे भने त्यो पुऱ्याइदिएको छ अनि जलाउनु त मान्छेको यार होइन पछि लाग्दैन त मान्छे यार यो यता अरू देशको केटी अरू हाम्रो देशमा आएर यस्तो गरी भनेर के नराम्रो गरेको त यार होइन जे गरेको छ राम्रो गरेको छ त तिम्रो के खाइरहेको त जे खाएको छ मेरै खाएको छ त होइन मैले खुवाइरहेको छु उसलाई मैले पालिरहेको छु उसलाई मैले राखिरहेको छु उसलाई होइन त्यसो भइहाल्छ नि त्यही हो कुरा मुभी पार्ट 2 कहिले हो रे सुन अझ थाहा हुन्छ कामहरू बाँकी छ अझै अलिअलि थ्याङ्क यू राधिका हजुर बुढालिङघण्ट बस्नुहुन्छ हो दादा हजुर हजुर म बुढालिङघण्ट बस्छु म बुढालिङघण्ट बसेको लगभग अब आएर 12 वर्ष हुन लाग्यो म यो एरियामा बसेको मतलब यो एरिया भन्नाले बुढालिङघण्ट एरियामा त्यतिको म फेमिलियर छु एरिया 12 वर्ष हुन लाग्यो अब करिबन युएसमा ढिलो लाग्ने भयो अरे त्यही हो यार एज कति हो दुवैजनाको अरे म अब 23 छु ऊ 25 हुन्छ अब कम्प्लिट
अनि बुदान कट्टा कहाँ बस्दिनु वाइ डोन्ट यु टेक एक्सन अगेन्स्ट ट्रोलर्स अति नै गर्छन् रे अरे यार यस्तो हो अब त्यहाँ धेरै लिगल एक्सनहरू यताउति चिजहरू छन् हाम्रो देशमा छ अहिले त झन् स्ट्रिक्ट छ अहिले त छन् होइन हाम्रो देशमा झन् धेरै कुराहरू धेरै फेसिलिटिजहरू आइसक्यो अब त धेरै चिजहरू भइसक्यो यस्तो सोसियल मिडियाको चिजहरूदेखि लिएर धेरै तर कुरा चाहिँ के आउँछ भन्दाखेरि चाहिँ किन यस्तो यताउतिको कुरामा पर्नु होइन किन त्यो मान्छेलाई दुःख दिनु किनकि के भनौँ क्या मतलब बुझ्नुहोस् न होइन अब त्यो मान्छे कस्तो स्ट्याटसको मान्छे होला के होला भोलिको दिन उसलाई दुःख हुने हो हुन हामीलाई त केही नै हो र यार अन्त हामीलाई त केही छैन एकचोटि गएर एक भन्ने बित्तिकै होइन कम्प्लेन गर्ने ठाउँमा गर्ने बित्तिकै त्यो हुन्छ तर त्यस्तोमा कहिले त्यस्तो इन्ट्रेस्ट छैन भनौँ न त्यो ठिक छ त्यस्तो होस् भन्ने हो खुसी होस् उनीहरूलाई त्यही अब जिन्दगीमा उनीहरूले जिन्दगी नै यही हो भन्नु बुझे खान्छ त रमाओस् भन्ने हो होइन त्यही हो त्यस्तो त्यो एक्सन लिनुपर्ने त्यस्तो होइन गाइज त्यो कसैलाई त्यो कसैले नराम्रो भन्यो भन्दैमा त्यसलाई अब यस्तो एक्सन लिनुपर्ने त्यसको अगेन्स्टमा भन्ने कुरामा छैन म कहिले पनि त्यसमा आउँदिनँ किनकि त्यो कुरामा त्यस्तो त्यो झमलामा परेर आफ्नै टाइम वेस्ट हो क्या होइन टु बी अनेस्ट मलाई त यार आफ्नो अगाडिको जिन्दगी हेर्नु छ नि यार कहाँ यस्तो अब त्यसले यस्तो भन्यो भने चाहिँ त्यसलाई त्यसको पछि लाग्नु यस्तो यस्तो भने त्यसको लाग्नु टाइम वेस्ट अफ टाइम त्यो भने त्यस्तो त लाग्ने त छ नि त मान्छेहरू होइन हाम्रो मान्छेहरू हुन्छ त तर म पनि नगर्नुहोस् भन्छु हजुरलाई पनि हाम्रो मान्छेलाई पनि होइन फेरि गर्नुभयो भने फेरि हजुरले फेरि अति नै गरिदिन्छ छोड्नु न कसैलाई नि त्यही भएर त्यति नगर्नुहोस् कसैलाई पनि त्यस्तो जस लेखेको छ भने कसैले के लेखेको खायो भने त्यो लेख्दैमा के जान्छ र यार लेख्नमा पैसा पनि लाग्दैन नि यार अनि त्यो पैसा भएको मान्छे लेख्छ होला त्यस्तो यार होइन त्यस्तै मान्छे लेख्छ नि त त्यो लेख्न दिनुहोस् यार जसको दिमाग जहाँसम्म त्यहीँसम्म उसको जिन्दगी हो उसले पनि आफ्नो जिन्दगीमा यही लिएर जाओस् जिन्दगीमा के गरिस् भनेपछि अल्जेको बारेमा ब्याड कमेन्ट गर्दै बितायो होस् न त यार जिन्दगीमा हो के गर्नु त नि हम सफर क्या तुमसे इतने से हाम्रो दाइको कति धेरै फ्यान छन् 1-2 जना हेटर त भनिहाल्छन् नि बाल दिनु हुँदैन दाइ बुढा दाइलाई त मजा आउँछ त्यस्तो कुराले कहाँ दाइले बाल दिनु हुँदैन मतलब कुछ बाल मतलब मत दो ना कुछ बाल मेरी बाल ही बाहर मुझे भी लगा कि बाल नहीं देने हैं तो क्या बाल काट के दोगी यार हाँ बाल दिनु रे यार बाल काटेर दिने सोचेछ कि मान्छेले त यार त्यस्तो होइन कि मतलब मलाई बाल लाग्दैन भनेर त्यो एउटा ऊ हो कि मुझे फर्क नहीं पड़ता टेक हो कि एउटा त्यस्तो टाइपको कि मुझे जरा फर्क नहीं पड़ता यस यस मलाई बाल मतलब भने जस्तो हो बाल कि मतलब यस्तो सिक्नुपर्छ यस्तो सबै कुरा हाँ बोलते हो मुझे ना मलाई बाल मतलब तो मुझे तब समझ ही नहीं आती है तो आप मतलब उस वक्त फ्लो में होते तो मैं आपका फ्लो बिगाड़ती नहीं हूँ बल्ला था मलाई बाल मुझे तो ये ऐसा लगता है खोपड़ी के बाल नहीं देने हैं आई डोन्ट केयर भनेको कि आई डोन्ट केयर या यस 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 एटलिस्ट तपाईँले अल्झलाई सपोर्ट गर्नुपर्छ त्यस्तो कुरामा अरे सपोर्ट के छ भाइ एकदम ठिक छु म त्यस्तो मान्छे सपोर्ट अब जब मेरो अगाडि आएर कसैले केही गर्यो भने त्यस्तो म चिरो राखिदिन्छु साइडमा त्यो त म यति भन्छु ओपनली होइन अब त्यो पछि त यार पछि त अब के पछि त अब सारा दुनियाँ पछि छ नि होइन के हो नि त क्युटनेस थ्याङ्क यू खाना भाइ भाइ हजुर भइसक्यो मेरो त्यति भइसक्यो 11 बस्नु रे 11 बस्नु सकिएला र बुढी यार आज बिहान 4 बजी निस्कनु पर्ने छ गाइज यार 11 बजीसम्म बसिन्छ 12 1 2 3 4 5 घन्टा पनि सुत्न पाइँदैन त 3 बजी त उठ्नुपर्छ मलाई अनि त्यही भएर चाहिँ मलाई ड्राइभ गर्नु छ 5 घन्टा अझै 5 घन्टा ड्राइभ गर्नु छ मलाई भोलि एउटा ठाउँ जाँदैछु म कामको सिलसिलामा ठिकै छ म त सकिहाल्छु उसलाई अलिकति आयुष मुझे इलेक्ट्रिक क्या बोलते उसको साइकिल दिला रहा है सुन आज उन्हें ना सुनो
त्यो पैदल हान्न नि मिल्ने अनि इलेक्ट्रिक पनि चार्जर ब्याट्रीवाला कि चार्जवाला के हुन्छ नि त्यो एउटा साइकल के स्कुट जस्तो सानो पातलो साइकलै जस्तो कि सेम अनि हेलमेट पनि हेलमेट पनि तिम्रो घोडावाला हेलमेट छ त त्यो घोडाको हेलमेट लगाएर किन एउटै हो त मोटो के हुँदैन कि राम्रोवाला फ्लावरवाला ल्याइदिनु त फ्लावरवाला हेलमेट रे नाटकी टक्क त्यो पैदल हानेवाला साइकल हुन्छ नि इलेक्ट्रिक त्यस्तो खालको चलाउ भनेको क्या उसलाई टक्क होइन सेफ पनि आनन्द पनि टक्क हावा खाँदै जाने मस्त पछाडि दिदीलाई बसाउनु अगाडि आफू बस्नु पछाडि दिदी बसेपछि अगाडिको टायर उडिहाल्छ मस्त चलाउनु उहिले हान्दै फेरि यो सर्ट नराख्नु कि ओ ठुलो ठुलो रोडमा जानु नजानु अनि यस्तो यस्तो नजानु त्यो लिएर अनि तिमी कहाँ जान्छौ त के पुरा मोटो भ्लगिङ हान्छु सोच्यो क्या इलेक्ट्रिक साइकल लिएर यार इलेक्ट्रिक साइकल लिएर मोटो भ्लगिङ गर्छु जान्छौ तिमी नाटकी हाँ कस्तो मैं तो पहली मोटर ब्लॉगिंग होगी साइकिल में समथिंग इंटरेस्टिंग बुढ़ा ना दिलाओ तो मलाई पिंक मा अझ पिंक के नाटकी के भन्नु यार या फिर वो दिला दो ना जो मुस्तांग में थी क्रॉस फायर क्रॉस ओ भाई उसमें तो 3 लोग आ जाएंगे ना घर जाएगा मोटू उसमें तो घर जाएगा बाइक है हाँ इतनी महंगी होती है अब इतना भी महंगी नहीं है अब जो भी अब क्यों बाइक अभी अपना बेचा ना यो लैंड क्रूजर दूसरा घर जो है तुम्हारा वो मेरी सेकेंड हो में उसको कभी आंखें मत लगाना तुम हाँ हो त मेरो त्यो दोस्रो घर गाडी होइन कहिले चाहिँ तिमीसँग अनुमान भएन म त्यसमा सुतिन्छु त होइन आनन्दले हिटर खोले सुत्योभित्र गीत बजायो मस्त ढुकचुक ढुकचुक सेकेंड हो अजय आप पाकिस्तान कहाँ से हो रे कराची स्कुटर इलेक्ट्रिक ठिक हुन्छ अरे र भाइ मुभी आएर रे हजुर हजुर नेपालमा चाहिँ आइसक्यो अब बाहिर युएसदेखि लिएर अरू कन्ट्रीहरूमा चाहिँ दुबईदेखि लिएर अरू कन्ट्रीमा चाहिँ सुन एउटा डेट तोकिएको छ सुन हुन्छ होइन उता युएसतिर चाहिँ 1 विक या मेबी 1.5 विकमा चाहिँ आउँछ इन्टरनेसनली चाहिँ सबै ठाउँमा चाहिँ रिलिज हुन्छ अहिले अरू पनि ठाउँमा चाहिँ भइसक्यो अलमोस्ट इन्टरनेसनली पनि गइसक्यो तर लाइक सबै ठाउँमा चाहिँ मतलब रिलिज हुने ठाउँ चाहिँ अब लगभग त्यसै एक हप्ता या 1.5 हप्तामा यु कमिङ टु पोखरा दाइरे होइन होइन पोखरा होइन मेरो काम छ अर्कै ठाउँ अझलाई भोलि पर्सि भ्लगमा थाहा भइहाल्छ नि होइन भ्लग हालिहाल्छ मोटुले हेर्नु होला आज मोटुले बेलुका भ्लग हालिदिएको छ हजुर अब भोलि त्यही हेर्नुहोस् आयो त भोलि दिनभरि यता सेयर गर्नुहोस् त्यही भ्लग हेर्नुहोस् हाम्रो मुभीकै अनि मुभी हेर्नुहोस् होइन त्यही त्यो बेलुका भ्लग हालिदिएको छ यता त कमेन्ट पढेर साध्य हुँदा मोटो यार चाहिन्छ यार यता बिरा कता छ भाइ रे बिरा यतै मेरो घरकै पार्किङमा छ हौ मतलब पार्किङमा भन्नाले नि यता साइडमा खाली जग्गा छ नि त हाम्रो त्यहाँ राखेको छु चलाउँछु त मैले यताउति जाने बेला त्यही गाडी चलाउनु यार त्यसले कम त सहज गर्छ मलाई अब यो ठुलो यो साँड लिएर त यो गाडी कहाँ लिएर जानु त हौ त्यो माथि सिटीमा त गाह्रो छ त्यो माथि अहिले डिजल पेट्रोलको प्राइसै यस्तो छ कि यो गाडीले फेरि खाना पनि त्यस्तै खान्छ मतलब सिटीमा चाहिँ आउट अफ भ्याली गयो भने त फेरि मजाले कुद्ने ठाउँमा गयो भने चाहिँ ब्रेक सेक हान्नु नपर्ने ठाउँ गयो भने चाहिँ फेरि मजाले फेरि चल्यो मजाले टिक्छ माइलेज पनि फेरि दिन्छ मजासम्म नसोचेकै माइलेज दिन्छ अब काठमाडौँभित्र 7, 8, 9सम्म दिन्छ धेरै मलाई माइलेज यो गाडीमा गाह्रो छ किनकि सिटीमा त के छ भने जाम अनि ब्रेक हाने यस्ता उति छ नि त तर म धेरै जस्तो सिटीमा चाहिँ सानो हाम्रो बिरै चलाउँछु अब उहाँ महारानीलाई त फेरि आजकल अब बिरामा बस्नु उहाँ जबदेखि अब बानी बसिसक्यो उहाँलाई अर्को गाडीमा तर उहाँ निस्किने बेला चाहिँ अब मैले चाहिँ बिरा होइन किरा निकाल्नु पर्ने हुन्छ कस्तो नाम राख्यो यसले फेरि ठुलो गाडीको किरा
किरा त हुन्थ्यो के हो किरा किरा भनेको इन्सेक्ट किरा बिरा किरा ल ठिक छ तिम्रो हो जे नाम राख्ने बच्चाको नाम पनि मै राख्ने नि फेरि थाहा छैन हाम्रो नामकरण म गर्छु मैले शास्त्र मलाई अलिअलि एस्ट्रोलोजीहरू पनि आउँछ ल तिमी पैदा गर ल ठिक छ म नगर्ने तिमी पैदा गर तिमी गर सबै मेरो केही छैन फेरि म तिमीलाई ट्रान्सफर गरिदिन्छु तिमी ल तिमी गर न बच्चेको नाम राख्ने रे अनि अनि माको हक हुन्छ सबै माको हक हुन्छ रे तिमी चुप गरेर बस सुनो हजुर होइन तर छोरी भयो भने त फेरि मेरो म राख्छु ल छोरा त मेरो हो ल तिमी छोराको नाम राख ल छोरालाई बनाउने मै हो होइन जस्तो नि मै जे बनाने तिमी हो तर नाम मैं रखूंगी अनि जाएंगे भी इसी पारी मुझे अभी से ही शक है गाइस तो देखा नहीं होगा यार तुम मुझे ना जाके तुम मुझे जाएंगे तुम पे गएंगे तो फिर नहीं होगी ठीक क्यों मतलब मैं ठीक नहीं हूँ तुम पे बस तुम्हारे आंखें जाए बस और तुम्हारे आंखें प्यारी बहुत वही आंखें देख के पटाया था वही आंखें देख के सारा जिंदगी साथ रख ली है लड़की को मैंने तेरा स्माइल तो खतरा होगी बच्चों की क्योंकि हम दोनों की स्माइल अच्छी है मेरा सही रहा अच्छा धेरै नभए पाउनु कहिले कहिले अलि फेरि यस्तो यस्तो कुरा गरेछ नि त्योहरू हो कि तिमीले स्टार्ट गर्यो अनि तिमीले स्टार्ट गर्यो यता हैन कहाँको कुरा हैन अनि तिमीले स्टार्ट गर्यो मैले जस्ट नाम पो राख्छु भनेको त यार यता पुरा यो तिम्रोमा जान्छ यो तिमीले स्टार्ट गर्यो तिमीले र मान्छेलाई अनि यस्तो आशा दिन्छ तिमी अनि त्यो मान्छेहरू फेरि अनि तिमीलाई नि छिटो 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 भन्ने कारण हो कि तपाईँबाट तिम्रो 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 दिमागमा के नाम छ केटीको उसको छोरीको जब हुन्छ म राख्छु तिमी विचार मेरो त चोरी हुन्छ नै मेरो पनि यस्तै छ म पनि भन्ने चोरी हो अब जब गरे फेरि मैले मेरो बच्चाको नाम राखेँ नि फेरि यता कोही कोही मान्छेले फेरि प्रब्लम होला फेरि त्यहाँ प्रब्लम भयो भने कानको झाला फुट्ने दिन्छ नि आफ्नो बच्चाको नाम राख्ने फेरि यताउति हुन्छ नि मान्छेलाई के नाम राखे हो किनकि मान्छेलाई आफ्नो घरको हुँदैन नि अरूको घरको धेरै पर्व हुन्छ क्या त्यही भएर आफ्नो घर हेर बाबु आफ्नो घर हेर भन्ने हो आजकल तर फेरि यो किरा शिरा नराख्नु है मलाई तो कस्तो किरा हेर न गाइस इसने किसी का नाम भी नहीं रखा है अभी तक इसलिए जैन को नाम रखेको मैले ठीक है लियो को नाम रखेको मैले हेर या एक गाड़ी का नाम रखने को बोला कीड़ा एउटाको नाम हड्के हुन्छ अर्को नाम झड्के हुन्छ चुपचाप अरू के हुन्छ किन एक हटके पैदा हो एक झटके पैदा हो अरे हड्के र झड्केलाई के भन्दा तिमीलाई हैन बुढो कस्तो हटके झटके अलिसेको छोरा छोरी हटके झटके कस्तो बुढो नहीं 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 ल हटके सिंह ठकुरी झटके सिंह ठकुरी नहीं 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 बुढो नहीं मैं अभी से बोल रही हूँ हाँ तिमी ना बोला हाँ नामकरण हाँ तिमी गर्दैन हटके झटके हटके सिंह फिर इसमें तो वो लोग बोलेंगे ना बेचारे क्या? ला भाई कस्तो नाम रखे यार तिमीले अनि फेरि यस्तो पारा त दिखाउनु मिल्दैन आफ्नो गरेर त अनि फेरि घर में आके पीटे हो तो क्यों मैं कुछ भी रखूं अपने बच्चे नाम हटके झटके रे हाँ तो हटके अनि हाँ हो कोई अच्छा नाम रखा तो इंसान एक पारा दिखाए कि ए अपना घर दे अनि हटके झटके और फिर यस्तो पारा हेर तिमी चुप लगेर बस हटके लाल झटके लाल लाल भी हटके लाल सिंह झटके लाल सिंह लाल कहाँ से आया बीच में आ गए लाल अब वो भी नाम है कंप्लीट हो गया ना अब नाम हटके लाल झटके लाल वाओ व्हाट एंटिक नेम यार है ना नेम भनेको क्याची हुनुपर्छ क्या मोटो स्कुलमा फेरि हटके लाल प्रेजेन्ट झटके लाल प्रेजेन्ट नगर न निकनेम रख सकते हैं लेकिन फिर निकनेम से भी इंसान की बहुत पहचान होती है लेकिन नहीं इससे नहीं रखना है बुढ़ा अच्छा नाम रखना है यार हेरा तो तिम्रो कति राम्रो हो मेरो झन राम्रो हो एकदम युनिक
ला जाऊँ अब जाऊ ल तिमी भाइ भनेर जाऊ नि त म एकछिन wait बसेर त, आउँछु म जाऊँ। तिमी त्यो लुगा सुगा निकाल्नु त्यो ब्याग त्यो मैले रेडी गर त सबै दिदीलाई सोध त ब्याग कता छ त्यो कपडाको ओ ल ल हो त्यही हुन्छ म है त्यो पनि निकाल राखिरह बरु अलिअलि प्याकिङ स्याकिङ गरेर राख बुढी फ्लाइटमा जाने होइन गाडीमा यो आफ्नो जाने जति पनि कोस्नु मिलिहाल्छ तिमीले गाडीकोमा त्यो पछाडि डिक्की त्यत्रो सुत्ने खाटे जत्रो डिक्की छ ल ल मजाले हाल न तर त्यो Makeup- सुर्केस छैन है कपडाको ब्यागमै किनकि मेकअप सुर्केस हल्लिन्छ यताउति मेकअप आवाज त आउँछ। ब्यागमै नराख्ने न छुट्टै राख्ने न किन ब्यागमै हाल नि एउटा ठाउँमा सबै कुरा एकमा ब्यागमै हाल्ने जतिखेर चाहियो त्यतिखेर निकाल्नु डिक्कीबाट के भयो ल, त ल, हुन्छ। अनि छुट्टै राख्नु यतिकै नै खाली छुट्टै राखिदिउँ न ल ल जेस धेरै त्यो यताउति नभएर कि किनकि पछि फेरि त्यो होटल सोटलमा जाँदा यताउति बस्दा पनि फेरि लिन ल ल म के गर्छु जिमको छ नि उसमा आफ्नो मेकअप अनि हेयर ड्रायर अनि स्याम्पू पनि राखिदिन्छु अनि एउटा लामो लिने हेयर ड्रायर स्याम्पू व्याम्पू दुइटा भयो फेरि दुइटा ल 2 दिनको लागि पनि खोइ जाने हो कि भने थाहा छैन 2 दिनको लागि अनि पुरा यत्रो- मेरो सबै राख्नुपर्छ आमा यस्तो जाऊ के जाऊ भयो? ल ल तिमीलाई थाहा हुँदैन तिम्रो बुढीको ल पोज दिएर जाऊ रे नि त नि हाई मेन्टेनेन्स हो मैं ल ल पोज दिउँ न त हामी ल ल तिमी पोज सोज दियो चुप चुप दियो अनि जाउँ न त है ओके ओके गाइज किन प्याकिङ गर्नु भन्छ अब राति अब 11 बजिहाल्छ फेरि 12 बजिहाल्छ सुत्दा सुत्दा अनि बिहान फेरि 3 बजी उठेर रेडी गरेर 4 बजीसम्म त निस्किने छ है घरबाट ए, sorry. ल डन कस्तो सास रुकी गयो मैले हो त्यति सास रुकेको मैले पहिला त पुक्क पुक्क गाडा चाहिँ यहाँसम्म हुन्थ्यो यार अहिले यहाँ पुऱ्याइदिइसक्यो यार जाऊँ बाय गाइस मेरो व्लॉग हेर्नु ल अनि क्या बोलते नॉलॉक कर दो यार छुट्टी अब तो एनिवर्सरी भी आ रही है ल ठिक छ म नै निस्किन्छु थ्याङ्क यू सो मच गाइस फर 1.5 मिलियन लाइक सबैजनालाई बिहान मलाई छिटै उठ्नु छ गाइस हो कामको सिलसिलाले आउट अफ भ्याली जाँदैछु म निस्किँदैछु अहिले मतलब अहिले भन्नाले अब केही घन्टा पछि 5 घन्टा पछि भनौँ न लगभग 5 घन्टा पनि छैन क्या यार राम्रोसँग जानु सेफ ड्राइभ रे हजुर थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच एक्टर बोय वेटिङ मसँग यार उहाँ ब्रदर फ्रेन्ड हुनुहुन्न यार मलाई उहाँ ब्रदरलाई थ्याङ्क्स भन्नु मन थियो यार एकदम होइन लभ यु ब्रदर म यो लाइफ सकिने बित्तिकै म तिमीलाई फलो गर्छु डु फलो मी ब्याक है लभ यु एकदम धेरै अनि नेक्स्ट टाइम दिस युर ओके ब्रदर हामी जोइन हुनुपर्छ अनि यदि हेर्दै हुन्छ भने हजुरलाई एकदम एकदम धेरै 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 माया ब्रदर यु आर डुइङ अ ग्रेट जब है अनि किनकि आफ्नै हजुरको आफ्नै एउटा ट्यालेन्ट छ आफ्नै एउटा होइन अन्दाज छ अनि त्यही हो अझै माथि देखाउँ म हजुरलाई आउने टाइममा र सँगै केही गर्न पाऊँ ओके ब्रदर अनि हामी अहिले सायद फ्रेन्ड नभएको कारणले गर्दा चाहिँ मैले उहाँलाई त अब खोज्नै पर्छ मेरो यहाँ चाहिँ देखाउँदैन फ्रेन्ड भएकै सायद तुरुन्तै अहिले कहिले जोइन गर्न त मिल्थ्यो होला तर फ्रेन्ड हुनु नपाएको कारणले गर्दा चाहिँ अलिकति गाह्रो हुनुभयो अहिले जोइन गर्नलाई उहाँसँग चाहिँ है तर नो वरिज म यो लाइफ पछि उहाँलाई फलो गर्छु प्लिज डु फलो मी ब्याक है त ओके ब्रदर अनि भिडियो पनि देखेको थिएँ मैले हजुरको अघि अनि लभ यु एकदम धेरै माया हजुरलाई अनि किप डुइङ इट होइन एकदम
अनि टाइम लाग्ला होइन केही कुरामा अलिकति आफूले सोचे जस्तो हुन आफूले सोचे जस्तो पाउन धेरै चिजहरूमा टाइम लाग्ला तर जब टाइम आउँछ तब टोडेर आउँछ फाडेर आउँछ है ब्रदर नेभर बी डिसएपोइन्टेड होइन कहिले पनि आफू डिसएपोइन्टेड नहुनु ओके ल के छ त नि अरू भन्नुहोस् हो रे पिया पिया रे पिया रे पिया सब ठिक छ अरू बाबु हजुरको सुनाउनुहोस् र मेरो पनि यस्तै छ गाइजहरू यस्तै छ अब म निस्किन्छु अब भोलितिर बाहिरतिर यताउति काम साम छ अनि त्यही छ हजुर थाहा हुन्छ पर्सिको ब्लगमा या भोलि नै थाहा हुन्छ इन्स्टाग्रामहरूमा एक्टिभ हुनु होला हजुरको बुहारीले त हालिहाल्छ जहाँ पुगे पनि होइन हजुर थाहा भइहाल्छ हामी कहाँ छौँ के छौँ भनेर अनि त्यहाँको मान्छेहरूलाई त म भेट्छु स्पेसली त्यहाँबाट म माया बटुल्छु अनि सबलाई भन्छु हेर्नुहोस् राम्रो सत्य ओके ल ची चोङ के हो नाम यस्तो वाट इज दिस थ्याङ्क यू सो मच फर यर लभली चुप्पा गाइज खै त खै वाट इज दिस खै त कहाँ थियो उहाँको त अप्सनै आएन त जोइनको कि मेरो कहीँदेखि अन गर्नुपर्ने हो रोक्न म अझ देखाउँछु ल फोटो खिचेर ओके उहाँको कस्तो आइरहेको छ भन्दा चाहिँ मेरोमा यस्तो आइरहेको क्या यस्तो आइरहेको छ कि जोइनको हेर न यता रातो त्यो अप्सनै आइरहेको छैन कि मैले भर्खरै फ्रेन्ड पनि बनाएँ तर जोइनको अप्सनमा त यस्तो यो पठाउनै नमिल्ने आइरहेको छ वाट इज दिस किन यस्तो कि मैले के गरेँ कि यताउति गल्ती सल्ती त छैन होला भइगयो त यस लभली नमस्ते ब्रदर नमस्ते आरामै सबै एकदम आरामै छु एकदमै कहाँदेखि आउनु ब्रदर म त पोखराबाट हो यो पोखरादेखि हो हजुर अनि हजुरलाई ब्रदर मैले अघि नै अब भिडियो देखेको थिएँ कि हजुरको अब हजुरको भिडियो त अघि मात्रै होइन धेरै पहिलेदेखि देखेर आइरहेको अनि लभ यु ब्रदर एकदमै थ्याङ्क यू सो मच हजुरले त्यस टाइम निकालेर त्यति गरिदिनु भयो होइन थ्याङ्क यू आज चाहिँ घरमा बसिरहेको थिएँ अनि मम्मीले चाहिँ बाहिर जाऊँ घुम्न भन्नुभयो हजुर अनि त्यहाँ चाहिँ मम्मी आयुष सिंह ठकुरीको फिल्म आएको जाऊँ भने मैले हुन्छ जाऊँ भने गएर मम्मीसँग गएर हेरेँ त्यो चाहिँ मैले हलबाटै खिचेर चाहिँ राखिराखेको थिएँ त्यो कति बेला आउनुहुन्छ र म त्यो क्याप्चर गरौँ भने लास्टमा रहेछ मुभीको एडर इन्डमा है रेडी बनाएर राखेको थिएँ मैले क्यामेरा पुरै सुरुबाटै अन्त्यसम्म चाहिँ क्यामेरा रेडी नै थियो मैले त्यही क्लिप मात्रै खिचेँ कि तपाईँले नै गर्छु भनेर मेरो त एकदमै हजुर त्यहाँदेखि के रियाज गर्नुहुन्छ कि क्या हो एकदम कि नेचुरलै मैले त अनि मेरो रियाज गरेको घाँटी फाडेको त्यही पनि गाह्रो छ
तपाईँको त्यो भोइस सुन्दाखेरि त अर्कै लाग्थ्यो कि मलाई त्यहाँ उसमा चाहिँ त्यो डबिङमा थियो तपाईँको एकदमै बवाल भारी सुनेको हजुर म सिक्छु दाइ हजुरसँग म हजुरसँग सिक्छु दाइ लाइक युआर ग्रेट इन सच थिङ के मान्छेलाई हेर्दाखेरि सानो चिज लाग्ला होइन त्यो कुराहरू तर जे हजुरले गर्दै हुन्छ नि धेरै मतलब भनौँ न एउटा चिजमा एउटा केही चिजमा यसलाई युज गर्यो भने त इट्स अ युज थिङ धेरै ठुलो कुरा हो हजुरले जुन गर्दै हुन्छ डबिङदेखि लिएर हजुरको जुन भोइस छ लाइक मलाई नि सिकाउनुहोस् दाइ प्लिज हजुर ओ मेरो बुढीले भनिसक्यो त्यहाँ म यो मान्छे एकदम बिग फ्यान हो अरे ऊ यतादेखि आइसक्यो हात तल गरेर जोडै थिएँ पहिला जोडेको पनि थिएँ एकचोटि अनि एकदमै तारिफ गर्नुभयो अनि मेरो बुढा फिल्म गरेको छ त्यो फिल्म नमस्ते तपाईँको आवाजबाट सुनको नमस्ते आज मुभी हेरेर आउनुभएको अरे नि हिन्दीमा सुन्नु क्या डबिंग मैंने देखा था खतरा दाई खतरा थैंक यू वेरी आपको थैंक यू पहले मैंने इनको ज्वाइन किया था इन्होंने कितना अच्छा वो बाहुबली का करा था अरे देखा हो मैंने उनकी यूट्यूब भी देखा हो मैंने उनकी यूट्यूब पनि खोलेर हेर्छु कि दाइ मैले हजुरको मान्छेले अब भन्ला यताउति होइन तर मैले हजुरको युट्युबसम्म पनि खोलेर युट्युबमा नि मैले हजुर भिडियो हाल्नुहुन्छ होइन भिडियोहरू मतलब मुभीहरूको डबिङ गरेर त्यही हो हजुरले पनि चेक गर्न सक्नुहुन्छ है गाइज उहाँ ब्रदरको उहाँको आफ्नै बायोमै होला यू आर डूइंग ग्रेट दाई ग्रेट हम कोई प्रोजेक्ट करेंगे इंशाल्लाह आपको यू आर अमेजिंग आपको जरूर याद रखेंगे यस मेरो दाइ बस थैंक यू सो मच आप सबको एलिजा आपको भी अरू सबै आएर आज आयुषसँग जोइन हुन पाए हुन्थ्यो भनेर सोचिरहेको थिएँ बट भयो होइन म कस्तो अप्सन देखाएको थिएन कि अनि मैले अघि फेरि फलो पनि गरेको थिइनँ हजुरलाई भिडियो चाहिँ देखेको थिएँ मैले अनि ठ्याक्कै अनि मैले अहिले झन् मेरो सजेसनमा आइहाल्नु भएको छ कि अनि मैले त्यति नै फलो गरेर छिटो दाइसँग चाहिँ त गर्नु पऱ्यो नि भनेर अनि भयो जेस जुड्यो आज दाइ जेस आज जुड्यो अब यो बोन्ड चाहिँ भइरहोस् हाम्रो त्यही एकदम राम्रो छ मुभी चाहिँ मलाई एकदम मन पर्यो थ्याङ्क यू सो मच अब तर इन्डिङसम्म चाहिँ एकदम एक्सन टोटली एक्सन हो माइ गॉड ठिक छ दाइ अब पार्ट टूमा भाइले बदल्छ सबै कुरा पाटु नि हेर्न जान्छु म यस पार्ट टू सायद के त दाइरो भाइ सँगै हिँड्छ कि हेर्न उम्मीद गर्थे बस हो दाइ मलाई चाहिँ एक्टिङ भन्दा पनि भोइस एकदम आफ्नो भोइस चाहिँ मलाई चाहिँ एरेसन गर्न एकदम मजा लाग्छ रमाइलो लाग्छ हजुर हजुर दाइ डबिङ चाहिँ मेरो सपना भनौँ न एउटा हजुर दाइ मैले धेरै गरे हुन्छु तपाईँले हेर्नुभयो होला होइन मैले हेरेको छु हजुरको सबै हेर्छु हजुरले हिन्दीदेखि लिएर नेपालदेखि लिएर युट्युबमा झन् फुलै हाल्नुहुन्छ होइन एउटा डायलगै भनेर पुरै लाइक हेरेको छु हजुरको सबै मैले किन नहेरेको भन्नु युट्युबमा चाहिँ कपिराइट धेरै लगाएर चाहिँ डबिङै हाल्न छोडिसक्यो मलाई त्यो चाहिँ अलिकति धेरै झ्याउ हुन्छ जे होस् हाम्रो दाइले त सबैजनाले हेर्नुभएको होला नि होइन सबैजनाले त देखि नै राख्नुभएको छ होला अनि उहाँको चाहिँ चेक गर्नु होला होइन हि इज अमेजिङ गाई मतलब के भन्नु मतलब हेर्नुहोस् आफै काम हजुर थाहा पाइहाल्नुहुन्छ होइन बोल्नै पर्दैन कामले देखाइहाल्छ उहाँको एउटा डायलग गइदियोस् न त नि एउटा डायलग आज यही मुभीकै तपाईँकै मुभी ओके 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 त्यो भयो नि झन् बवाल भइहाल्यो नि झन् यस्तो लाइभमै सुन्नु पाउँदा त ये वाला डायलॉग यस 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 तुम यहाँ कैसे ओके मैं अन्याय के खिलाफ एक युद्ध हूँ मैं अन्याय के खिलाफ एक युद्ध हूँ मैं पर्दे के पीछे का आवाज हूँ थैंक यू लभ यु दाइ लभ यु एकदम धेरै माया थ्याङ्क यू सो मच दाइ थ्याङ्क यू सो मच मेरो बिहान ट्राभल छ कि दाइ अब 4 बजीतिर भनौँ न अनि त्यो चाहिँ मलाई आज अलिकति मलाई धेरै बेर छ मलाई बस्न मिल्दैन होला तर मैले दाइसँग जोड्न पाएँ झन्न फेरि के कसो हुन्थ्यो छोटो भयो पनि मिठो भयो यार आज मैले सोचेर आएको थिएँ आइसँग म त सुरुमा सोचेको थिएन पछि त लाइभ रहेछ आज जोइन हुन पाएछ यसो दिन रात बन्थ्यो कि अरे दाइ कहाँ त्यस्तो हजुर 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 यु आर ग्रेट दाइ यु आर ग्रेट लभ यु वाइफ थ्याङ्क यू सो मच दाइ फर यर टाइम यार थ्याङ्क यू सो मच मेरो दाइ लभ यु दाइ एकदम धेरै माया हजुर ओके सबैजना है म अब लाइभ एन्ड गर्छु सबैजनाले हाम्रो एक्टर ब्रदर होइन जुन हुन्छ उहाँ माया देखाइदिनु होला हाम्रो आयुसी फ्यामिलीबाट
होइन सबैजनाले यसरी बरु मिली होइन जुली यसरी नै सबैजनासँग होइन एकअर्कासँग माया बारेर नै हो राम्रो हुने जे कुरा पनि होइन त अनि इज अ अमेजिङ गाई होइन मैले उहाँको नि हेरेको छु किनकि म नि मेरो आफ्नो भोइस टेक्स्चरहरू मलाई म अब के भनौँ होइन अब त्यो भनेपछि भने जस्तो हुन्छ होला मलाई अब मैले धेरै रिसर्च गरेको छु कि अब आफूमाथि काम गर्नलाई होइन आफ्नो लागि काम गर्नलाई अब मैले धेरै बाहिरतिर नि सिकेँ होला धेरै आफूले आफ्नो तरिकाले मिहिनेत गरेँ होला आफ्नो ठाउँमा अनि त्यस्तै त्यो उसको दौरानमा चाहिँ मैले उहाँ ब्रदरलाई पनि धेरै मैले हेरेको थिएँ होइन हाउ इट डु इट भन्ने टाइपको के तर उहाँको चाहिँ त्यो भोइस टेक्स्चर चाहिँ इज लाइक नेचुरल के होइन अब उहाँले आफ्नो कसरी के गर्नुभयो उहाँको ठाउँमा छ लाइक आई एम अन माई वे त्यो कुराको लागि चाहिँ किनकि मलाई आई वान चेन्ज माई एभ्रिथिङ होइन आई वान बी समथिङ लाइक बुमबाम टाइपको के होइन केही कुरामा पनि कमी गर्नु छैन त्यो भुक्ने सुक्नेको त म कुरै सुन्दिनँ जस्ट आफूलाई भनेको ओके सो त्यही हो अनि त्यही भएर मैले त्यस्तो काम गरेँ त्यस्तो बेला चाहिँ मैले दाइलाई अरू मान्छेहरूलाई हेरेर जस्ट एउटा आइडिया लिएर आफूमाथि काम गरेको थिएँ आफ्नो भोइसमा चाहिँ भोइस टेक्स्चर सार्प गर्ने बेला धेरै कुराहरू यताउति अनि त्यही मैले ब्रदरलाई सोधेको अझै रियाज गर्नुहुन्छ हो भनेर सोधेको किनकि रियाजले नै आफ्नो भोइस टोनहरू भोइस टेक्स्चरहरू धेरै चेन्ज गर्छ नि त अब मेरो नि कहाँ आवाज पहिला यस्तो थियो त हौ मेरो अलिकति पहिला कस्तो थियो भन्दा चाहिँ टाइपको त अलिकति होइन अलिकति मतलब अलि पातलो टाइपको थियो अहिले त कहाँ अहिले त अन्याय विरुद्धको योद्धा म भइसक्यो नि होइन आउनु पनि ल ओके ल सी यू अल गाइज टुमोरो काजी दाई इन द हाउस लभ यु मेरो दाई वेलकम मेरो दाई युएसए पनि छिटै आउँदैछ दाई आफ्टर सायद 1 विक अर विदिन 1.5 विक अनि माया देखाइदिन्छ होला मेरो दाइले स्योर नै मलाई थाहा छ अनि एकदम धेरै माया मेरो दाइलाई नि वेलकम मेरो दाई वेलकम तर भाइ चाहिँ अब जान लागेको छ किनकि मेरो बिहान ट्राभलिङ छ दाइ बिहान 4 AM बिहानै मतलब 4 AM उठ्नुपर्ने होइन निस्किनुपर्ने हो घरबाट अनि अहिले अब रातिको 11 बजी नै हाल्यो त सो त्यस्तै छ आफ्टर 24 अप्रिल हजुर सही त दिदी 24 अप्रिल पछि हाम्रो आउँदैछ रामनाम सत्य इन युएसए गुड नाइट बाबु गुड नाइट सेफ ट्राभल भाइ सेफ थ्याङ्क यू सो मच हजुरलाई अपडेट गरेर राख्छौँ हामी हाम्रो इन्स्टाग्राममा चाहिँ जोडिराख्नु होला हजुरहरू भाइ तिम्रो सिङ्गल फोटोसुट भएन वाट इज दिस यार सिङ्गल फोटोसुट पनि गर्नुपर्ने ओए सो राइट नाउ आई इन 5,000 feet गिभ मी यर कल डिटेल्स है रे ओके मेरो दाइ ओके म यसपछि हजुरलाई म मेसेज ओके दाइ म हजुरलाई वाट्सएप नम्बर ऊ गर्छु नि ओके के हो लगाउनु बित्तिको सो राइट नाउ आइम इन अ हाई एल्टिट्युड अप इन द हिल्स लाइक 5,000 feet सो टुडे आई एम गोना सो यु आवर माउन्ट एभरेस्ट अफ नेपाल लेट्स गो जस्तो देख्न लाग्यो त के हो ओके ल फोटोसुट गर्दै हाल्नु न त एकचोट चस्मा माउन्ट एभरेस्ट स्टार यहाँ नि पोजै हो यो त फेरि यस्तै पोज हुन्छ कि ओके ल भयो गाइस सी यू अल टुमोरो आजलाई यति नै गरौँ है त ल गुड नाइट सबैजना गुड नाइट बाबु गुड नाइट सबैजनालाई खतरा पोज रे अरे ल थ्याङ्क यू सो मच सबैजना ल सुत्नुहोस् हजुर रेस्ट गर्नुहोस् है त देशको लागि ओटिटी रिलिज गर्नु पऱ्यो हामीले हेर्न पाएनौँ यार म कुरा पुऱ्याउँछु दाइ ओके म कुरा पुऱ्याउँछु नि ल सी यू अल टुमोरो भोलि भेट होला नहोला तर हामी इन्फर्म गर्छौँ हजुरलाई हाम्रो इन्स्टाग्रामहरूमा सोसियल मिडियामा या ग्रुपमा अपडेट भइराख्नु होला हजुर है त अनि किप स्ट्रिमिङ हाम्रो रामनाम सत्य होइन अहिले हलहरू सबैमा लागिरहेको छ
होल ओभर नेपाल अनि त्यही हो माया देखाइदिनु होला र अरू कुरा भनेको त आउँदिन छँदैछ नि है त ल बाई गाइज गुड नाइट टेक केयर सी यु टुमोरो बाई 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 थ्याङ्क यू सो मच फर 1.7 million लाइक्स अनि थ्याङ्क यू सो मच फर जोइनिङ आवर लाइभ एकदम धेरै माया सबैजनालाई ओके हेभ अ सेफ जर्नी जिजु थ्याङ्क सो मच ल गुड नाइट आफ्नो एकदम धेरै ख्याल राख्नुहोस् है ओके ल बाई 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 अनि सबैजनाले चाहिँ हाम्रो उहाँ ब्रदरलाई माया देखाइनु होला ओके हाम्रो आइओजी फ्यामिलीबाट उहाँले आज भिडियो पनि हाल्नुभएको थियो त्यही हिन्दीमा डबिङ गरेर अनि लाइक अमेजिङ ओके ल अहिले चाहिँ म लागेँ सी यु अल टुमोरो लभ यु बाई गुड नाइट Pal country. Baguette. That's it. You Which can't one?